अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। धनुषामा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते। चितवनमा स्कुटी नहरमा खस्दा एकजनाको मृत्यु छ भने अर्को एकजना बेपत्ता। भारत सरकारको केन्द्रीय सरकार ट्रान्सपोर्टेसन तथा हाइवे राज्य मन्त्री मसुक लक्ष्मणभाइ मण्डलबियाद्वारा निर्माणाधीन नेपाल रेलवे अवलोकन। गृह मन्त्रालयले बर्दियाको ग्लोरियामा राम मनोहर यादवको मृत्यु उपचारको क्रममा भएको र थुनामा रहँदा प्रहरीले कुनै यातना नदिएको दाबी। बिमस्टेक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ। अब समाचार विस्तारमा। धनुषाको लक्ष्मीनियामा अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन्। जिल्ला प्रशासन कार्यालय धनुषामा लेखपढी व्यवसाय गर्दै आएका लक्ष्मीनिया गाउँपालिका 6 का 35 वर्षीय सञ्जय शर्मा गोली प्रहारबाट घाइते भएका हुन्। जनकपुरबाट मोटरसाइकलमा घर जाँदै गर्दा सोमबार राति शर्मामाथि लक्ष्मीनिया बजारकै नजिकै गोली प्रहार भएको हो। शर्माको पेटमा गोली लागेको छ। मोटरसाइकलमा चढेर आएका 2 जना समूहमा रहेको हतियारधारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। शर्मालाई प्रहार गरिएको गोलीलाई पार गर्दै मोटरसाइकलको ट्याङ्कीमा ठोकिएको थियो। शर्माले जनकपुर अञ्चल अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। स्कुटी नहरमा खस्दा चितवनमा एकजनाको मृत्यु भएको छ भने अर्को एकजना व्यक्ति बेपत्ता भएका छन्। भक्तपुर महानगरपालिका 7 देहसाल चोकमा गैराती स्कुटर नहरमा खस्दा सोही महानगरपालिका 4 का 47 वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो। स्कुटरमा सवार अर्का एक व्यक्ति नहरमा बगेर बेपत्ता भएका छन्। उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भक्तपुरको पेन्सन क्याम्पसबाट देरसाल चोकतर्फ आउँदै गरेको ना 34P9941 नम्बरको स्कुटर पुलमा तान्ने क्रममा नहरमा खसेको थियो। भण्डारीको शव नहरबाट 50 मिटर टाढा फेला परेको थियो भने बेपत्ता भएका व्यक्तिको खोजी भइरहेको छ। सशस्त्र प्रहरी बल बीओपी भान्सार कार्यालय कैलालीले लाखौं अवैध लत्ता कपडा नियन्त्रणमा लिएको छ। कार्यालयले सोमबार राति करिब 12 बजे धनगढी उपमहानगरपालिका 2 मोहनाघाट इलाकाबाट अवैध रूपमा भान्सार छलीका सामानहरू आइरहेको सूचनाका आधारमा करिब 4 लाख मूल्य बराबरको रेडिमेड तथा थान कपडाहरू नियन्त्रणमा लिएको हो। प्रहरी नायक वननिरीक्षक सहित टङ्कप्रसाद सापकोटाको नेतृत्वमा खटिएको टोलीले बरामद गरिएका सामानहरू मङ्गलबार भान्सार कार्यालयकै कैलालीलाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल 34 नम्बर गढ धनगढीका प्रमुख सशस्त्र प्रहरी नायक उपनिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो। भारत सरकारको केन्द्रीय सरकार ट्रान्सपोर्टेसन तथा हाइवे राज्य मन्त्री मसुक लक्ष्मणभाइ मण्डलबियालले निर्माणाधीन नेपाल रेलवेको निरीक्षण अवलोकन गरेका छन्। काठमाडौँबाट जनकपुर विमानस्थल हुँदै जानकी मन्दिरमा दर्शन र पूजापाठ गर्न आएका राज्य मन्त्री मण्डलबियालले भारत सरकारको पूर्ण सहयोगमा निर्माणाधीन अन्तिम चरणमा रहेको नेपालको एकमात्र नेपाल रेलवेको स्थलगत निरीक्षण गरेका छन्। जनकपुर धाम उपमहानगरपालिका प्रमुख लालकिशोर शाहलाई सँगै लिएर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर कुर्था स्थित निर्माणाधीन रेलवेको मुख्य स्टेसन जक्सनको अवलोकन गरेका छन्। सो अवसर राज्य मन्त्री मण्डलबियालले भारतीय निर्माण पक्षसँग कामको प्रगति विवरणको विषयमा सोधेका थिए। जनकपुर और जयनगर मात्र चल्छ। 29 किलोमीटर मात्रै सेवा सञ्चालन में बंद हो चुका है। और नैरो गेज कहाँ तक थी? बीजलपुरा तक ही बीजलपुरा तक थी। ठीक है, ये नहीं था। भारतीय निर्माण पक्षका अधिकारीहरूले राज्य मन्त्री मण्डलबियाललाई रेलवेको रुट र प्रगति विवरणको विषयमा जानकारी गराएका थिए। सञ्चारकर्मीहरूसँगको कुराकानीमा भारतीय निर्माण पक्षले नोभेम्बरको अन्तिम समयमा रेल कुदाउने दाबी गरेका छन्। मैं उमेश त्रिपाठी, डिवीजन सिविल एयरकाम कुर्था में राज्य मंत्री हमारे आए हुए थे। मिनिस्ट्री ऑफ ट्रांसपोर्टेशन हाईवे
शिपिंग केमिकल एंड फर्टिलाइजर्स मिस्टर मनसुख लक्ष्मण भाई मंडविया निरीक्षण करने के लिए आए थे। ट्रैक का काम हमारा करीब पूरा हो चुका है। 1 महीना हमको अभी लगेगा जो कुछ बचा हुआ काम पूरा करने में, और 1 महीना हमको ट्रायल के लिए चाहिए। कोशिश हमारी है कि नवंबर लास्ट तक जो है हम ट्रेन को चला दें। भारतको एयरकुन कम्पनीले निर्माणको जिम्मा पाएको परियोजनाको समय डिसेम्बरको 25 तारिकसम्म रहेकोमा सक्दो त्यस पूर्व नै रेल कुद्ने गरी काम भइरहेको उनीहरूको दाबी छ। उनीहरूले रेलको इन्जिन र बगिहरू समेत नयाँ नै आउने बताए। पुरानो कुनै पनि उपकरण प्रयोग नहुने उनीहरूको भनाइ थियो। यहाँ जो है जयनगर से कुर्था तक जितना भी है सब एयरकॉन का काम है। ट्रैक वर्क हम लोगों का कंप्लीट हो चुका है, बिल्डिंग्स कंप्लीट हो चुकी हैं, खाली फिनिशिंग आइटम्स बचा हुआ है जो कि हम लोग एक महीना 1.5 महीना में इसको कंप्लीट कर रहे हैं। रेलवे का इंजन सब है सर? रेलवे का इंजन अब बाद में आएगा, तो वो आ जाएगा, उसकी प्रॉब्लम नहीं है। प्रॉब्लम है ट्रैक अपना नया आएगी या पुराना? नया आएगा, सब जो भी आएगा यहाँ सब नया आएगा। यहाँ नेपाल गवर्नमेंट ने भी बोला था वही 4 सेट या 5 सेट जो भी परचेज करेंगे वो जो भी आएगा यहाँ इस प्रोजेक्ट के लिए सब नया आएगा। कोई पुराना इंजन पुराना वैगन वगैरह नहीं आएगा सारी गल जो नेपाल गवर्नमेंट को इंडिया देगा। मतलब दिसंबर में चलने लगे? दिसंबर में चलाने का प्रयास तो नवंबर में ही है। देखिए पूरा प्रयास है कि अक्टूबर लास्ट तक ट्रायल करके। अवलोकन टोलीमा नेपाल र भारत पक्षका प्राविधिकहरू र भारतीय निर्माण कम्पनीका प्रतिनिधिहरूको समेत उपस्थिति थियो। त्यसअघि राज्य मन्त्री मनोहर बिया जानकी मन्दिरमा पूजापाठ र प्रदर्शन समेत गरेका थिए। सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच 3 बुँदे सहमति भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या र राज्य मन्त्री डाक्टर सुरेन्द्र यादव र आन्दोलित नेपाल चिकित्सक संघबीच सोमबार राति 3 बुँदे सहमति भएको हो। 3 बुँदे सहमतिमा मुलुकी अपराध संहिताको दफा 230 को उपदफा 3 खारिज गर्ने, परिच्छेद 19 मा रहेको सबै सजाय र दण्डबारे सम्बन्धित काउन्सिलिङको छानबिन समितिको प्रतिवेदनमा आधारमा निर्णय गर्ने उल्लेख छ। त्यसैगरी उजुरीको म्याद 6 महिना राख्ने र ड्युटीमा रहेका बेला स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा लागि गलौज, हातपात तोडफोड तथा आगजनी गर्नेलाई बिना धरौटी हिरासतमा राख्ने सहमति पनि द्विपक्षीय भएको छ। चिकित्सक संघ मुलुकी ऐन, मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदार कार्यविधि ऐन 2074 का चिकित्सक सम्बन्धी केही प्रावधानलाई तत्काल संशोधन गर्नुपर्ने माग राखेको केही समयदेखि आन्दोलित भइरहेको थियो। आइतबार मात्रै उसले नेपाल मेडिकल काउन्सिलिङ प्रमाणपत्र र एप्रोन काउन्सिलिङमा बुझाउने थियो, तर सहमति भएपछि उसको आफ्नो घोषित आन्दोलनका कार्यक्रम 1 साताका लागि स्थगित गरेको जनाएको छ। यसअघि चिकित्सक संघले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन चर्काउने चेतावनी सरकारलाई दिएको थियो। अब समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। गृह मन्त्रालयले बर्दियाको गुलरियाका राम मनोहर यादवको मृत्यु उपचारको क्रममा भएको र थुनामा रहँदा प्रहरीले कुनै यातना नदिएको दावी गरेको छ। गृहले सोमबार विज्ञप्ति जारी गरेर भदौ 5 गते गुलरिया 5 मा उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाई विखण्डको नारा लगाएका कारण यादव सहित अन्य 4 जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। जिल्ला अदालत बर्दियाबाट 7 दिन म्याद थपेर थुनामा राखिएका यादव 14 गते 81 बिरामी भएपछि जिल्ला अस्पताल गुलरिया पठाइएको विज्ञप्तिमा उल्लेख छ। उक्त अस्पतालको भेरी अञ्चल अस्पतालमा सिफारिस गरेको तर त्यहाँ सघन उपचार कक्ष नभएकाले नेपालगञ्ज मेडिकल कलेज बाँकेमा उपचार गरिएको थियो। स्वास्थ्यमा सुधार नभएपछि यादवलाई 15 गते त्रिवी शिक्षण अस्पतालमा ल्याइएको र 16 गते उनको मृत्यु भएको गृहले जनाएको छ। सरकारले सहकारी संस्थालाई गरिबी निवारणको मेरुदण्डको रूपमा विकास गर्ने घोषणा गरेको छ। भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारी संस्थालाई गरिबी निवारणको मेरुदण्डको रूपमा विकास गर्ने योजना अघि सार्नु भएको हो। उहाँले सहकारी संस्थाहरूको लगानी उद्योग र कृषिमा
गर्न लगाएमा रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। मङ्गलबार नेपाल सहकारी पत्रकार समाजको 8औं वार्षिक साधारण सभालाई काठमाडौँमा उद्घाटन गर्दै मन्त्री अर्यालले मुलुकको आर्थिक समृद्धिको अभियानलाई तीव्रता दिने, गरिब सहकारी संस्थाहरूको क्षमता विकासको अभियानलाई पनि अघि बढाउनु पर्नेमा पनि जोड दिनुभयो। उहाँले हरेक गाउँपालिकामा एउटै मात्र हुने गरी सहकारी संस्थालाई मर्ज गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो। गर्न सक्ने सहकारी संस्थाको परिकल्पना हाम्रो, त्यसैले धेरै बनाउने भन्दा पनि देशका सबै ठाउँमा बनाउने, सबै पालिकामा बनाउने, बनेकालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने। साथीहरू डिपी बस्नेतज्यू, त्यसैगरी मन्त्री अर्यालले सहकारी संस्थाहरूभित्र देखिएको समस्या तत्काल समाधान गर्ने दाबी पनि गर्नुभयो। अब फेरि केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनको नेपालको छविलाई अन्तर्राष्ट्रिय जगतमा उज्यालो ल्याउन पनि महत्त्वपूर्ण भूमिकाको खेलेको स्पष्ट पार्नुभयो। सोमबार सिंहदरबारमा आयोजित बिमस्टेक शिखर सम्मेलनको समीक्षा बैठकमा बोल्दै उहाँले अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन पनि सो सम्मेलनको योगदान दिएको निष्कर्ष पनि सुनाउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनबाट पर्वतीय अर्थतन्त्र, वातावरण, कनेक्टिभिटी जस्ता नेपालको अन्तर्राष्ट्रिय प्राथमिकताले स्थापित गराउन पनि सम्मेलन सफल भएको दाबी गर्नुभयो। बिमस्टेक मूल तयार समितिको अध्यक्ष समेत रहनुभएको उहाँले सम्मेलनले अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताउनुभयो। बिमस्टेक शिखर सम्मेलन अत्यन्त सफल र भव्यतापूर्वक आयोजना भएको निष्कर्ष निकालेको छ। यो सम्मेलनले नेपालको छविलाई अरू बढी बुझी ल्याउन, नेपालले यस्ता कार्यक्रमहरू आयोजना गर्न सक्छ भन्ने एउटा सामर्थ्य प्रकट गर्न र नेपालको विश्वसनीयतालाई बढाउनको निम्ति पनि भूमिका खेलेको छ। शिखर सम्मेलन पछि बिमस्टेकले एउटा स्पष्ट आकार ग्रहण गरेको छ। हामीले यसको संस्थागत सुदृढीकरणको सन्दर्भमा केही प्रस्तावहरू राखेका थियौँ। यसको सचिवालयलाई सुदृढ गर्ने, यसका 16वटा कार्यक्षेत्रलाई प्राथमिकीकरण गर्ने, यसको एउटा स्थायी कार्य समिति बनाउने, यसको विकास कोष बनाउने र यसको चार्टर, यसको बडापत्र तयार गर्ने नेपालको प्रस्तावलाई सबै सदस्य राष्ट्रहरूले स्वीकार गर्नुभएको अवस्था छ। सँगसँगै नेपालले पर्वतीय अर्थतन्त्र, वातावरण, त्यस्तै गरी कनेक्टिभिटी जस्ता आफ्नो राष्ट्रिय प्राथमिकताका कुराहरूलाई पनि यो बिमस्टेकमा स्थापित गर्न सफल भएको छ। समीक्षा बैठकले बिमस्टेक शिखर सम्मेलनका क्रममा भएको सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँगको द्विपक्षीय भेटवार्ता पनि फलदायी रहेको निष्कर्ष पनि निकालिएको छ। त्यस अवसरमा प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मन्त्रालय, सुरक्षा निकाय, सञ्चारकर्मी लगायतलाई धन्यवाद पनि व्यक्त गर्नुभएको परराष्ट्र मन्त्री ग्वालीले बताउनुभयो। मन्त्रालयहरू, निकायहरू, सुरक्षाकर्मीहरू र आफूले दुःख कष्ट सहेर पनि सम्मेलन सफल पार्न सहयोग गर्नुहुने सबै जनताहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। यसका अतिरिक्त सम्मेलनको अवसरमा हामीले जुन द्विपक्षीय भेटघाटहरू र भ्रमणहरू पनि आयोजना गऱ्यौँ। श्रीलङ्काका महामहिम राष्ट्रपतिज्यूले, बर्माका महामहिम राष्ट्रपतिज्यूले लुम्बिनीको समेत भ्रमण गर्नुभयो। भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ताहरू भयो, केही सम्झौताहरू भयो। द्विपक्षीय भेटघाटको हिसाबले पनि यो चाहिँ सम्मेलन निकै फलदायी रहेको हाम्रो निष्कर्ष रहेको छ। गत भदौ 14 र 15 गते काठमाडौँमा आयोजित बिमस्टेक 4औं शिखर सम्मेलनले 18 बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै भव्यताका साथ सम्पन्न भएको थियो। सम्मेलनले नेपालको प्राथमिकतामा रहेको पर्वतीय अर्थतन्त्रलाई प्रवर्धन गर्ने लगायतका प्रस्तावलाई पारित गराउन सफल भएको भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा गरिएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। सभापति देउवाले बिमस्टेक शिखर सम्मेलन भने सरकारले सफलतापूर्वक सम्पन्न गरेको प्रतिक्रिया दिनुभयो। उहाँले कर बढाउने लगायतका सरकारका काम कारबाही सन्तोषजनक नरहेको स्मरण पनि गराउनुभयो। सोमबार चितवनमा स्थानीय सञ्चारकर्मीमा सभापति देउवाले चिकित्सकहरूको आन्दोलनप्रति एकबद्ध जनाउँदै उनीहरूको माग सम्बोधन गर्न सरकारलाई दबाब दिने योजना पनि अघि सार्नुभयो। धेरै चिकित्सक आन्दोलन पनि हाम्रो समर्थनै छ। गतिविधि सन्तोषजनक छैन, सबैलाई थाहा भएको कुरा हो। कर बढाएको छ, नै गरेको छ। डिस्ट्रिक्ट चाहिँ नि यसलाई सफल मान्नुपर्छ। सैन्य अभ्यास त्यो अब प्रस्ताव हो भारतका प्रधानमन्त्रीको, तर अब यहाँ चाहिँ सबैले सहमत गरेपछि यहाँ होला नभए चाहिँ ध्यान दिएको छैन। सापको महत्त्व घटाएको छैन। विश्वको आफ्नो महत्त्व, सापको आफ्नो महत्त्व छ। किनभने थाइल्यान्ड बर्मा पनि त मानवभन्दा महत्त्वपूर्ण देशहरू हुन्। गतिविधि सन्तोषजनक छैन, सबैलाई थाहा भएको कुरा हो। सभापति देउवाले नयाँ मुलुकी जनभावना अनुसार परिमार्जन गर्दै लैजानु पर्नेमा पनि जोड दिनुभयो। उहाँले संविधान कानुन परिमार्जन गर्दै लैजाने दस्तावेज भएकाले यसलाई सोही अनुसार अघि बढाउन सरकारलाई पनि आग्रह गर्नुभयो। संविधान भनेको सुधार हुने कुरा हो। अब जनताको आवाज अनुसार जनभावना अनुसार सुधार भइरहेको छ। सबै मिलेर सुधार गर्न सकिन्छ। थाहा नपाएकाहरूलाई सोध्नु हुन्छ। थाहा नपाएन भनेर कसरी मुस्तो कुराहरू छ, मलाई थाहा थियो। चिकित्सकहरूलाई सबैलाई थाहा भयो, संविधान थाहा छ। किन थाहा भयो मलाई थाहा छैन। उहाँहरूलाई सोध्नु। त्यो अब प्रस्ताव हो भारतका प्रधानमन्त्रीको। सभापति देउवाले मुलुकमा बलात्कार लगायतका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै दोषी पहिचान गरी तत्काल कारबाही गर्न सरकारको गम्भीर ध्यानकर्षण पनि गराउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इङ्ल्यान्डका ब्याट्सम्यान एलिस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। विगत 1 वर्ष यता राम्रो खेल प्रदर्शन गर्न नसकिरहेको कुकले सोमबार सन्यासको घोषणा गरेका हुन्। 33 वर्षीय कुक टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीहरूको सूचीमा 6औं नम्बरमा छन्। 106 टेस्ट खेलको उनको 12,254 रन बनाएका छन्। उनले सर्वाधिक रन भने 294 हो। कुकले मार्च 2006 मा मानकपुर भारत विरुद्धको टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए। उनले आफ्नो पहिलो टेस्टमै शतक प्रहार गरेका थिए। यद्यपि कुकले सन् 2018 मा केवल एक पटक अर्धशतक प्रहार गरेका छन्। सन् 2010 पछि यो उनको सबैभन्दा खराब प्रदर्शन हो। पछिल्लो 4 टेस्टमा उनले एक पटक पनि 30 भन्दा बढी रन जोड्न सकेनन्। त्यसपछि उनको आलोचना हुँदै आएका थियो। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। धनुषामा अज्ञात समूहको गोली प्रहारबाट 1 जना घाइते। चितवनमा स्कुटी नहरमा खस्दा 1 जनाको मृत्यु भएको छ भने अर्को 1 जना बेपत्ता। भारत सरकारको केन्द्रीय सरकारका ट्रान्सपोर्टेसन तथा हाइवे राज्य मन्त्री मसुक लक्ष्मण भाइ निर्माणाधीन नेपाल रेलवेको अवलोकन। गृह मन्त्रालयले बर्दियाको गुलरियाका राम मनोहर यादवको मृत्युपचारको क्रममा भएको र थुनामा रहँदा प्रहरीले कुनै यातना नदिएको दाबी। र बिमस्टेक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै हुनुहोला। नमस्कार।